नाकाको रूपमा एउटा क्रस पनि गऱ्यौँ। हामीले गर्दाखेरि चाहिँ हाम्रो कारको ट्रक पनि पठायौँ। लाग्छ अब यो चाहिँ फेरि त्यो नाका अब पूर्ण रूपमा सञ्चालनमा आयो। यो मात्रै होइन, अरू नाका पनि क्रमशः पूर्ण रूपमा सञ्चालनमा आउँछ। त्यसले गर्दाखेरि हाम्रो बायोलेटरल व्यापार कृषि व्यापार मात्रै होइन, अब यो व्यक्तिको प्यासेन्जरहरूको आवागमनमा पनि सजिलो हुनेछ। अब यो नाका त अहिले पनि कुरा गर्नुभयो, अरू नाकाहरू पनि 6वटा हाम्रो जुन नाकाहरू यो पनि क्रमशः चाहिँ सञ्चालनमा आउँछ। अब चाहिँ एकदमै नर्मल अवस्थामा भयो। यो चाहिँ एकदमै ऐतिहासिक क्षण भएको छ। धन्यवाद। सुरु भएको धेरै समय भयो, कहिलेसम्म चाहिँ सम्पन्न हुन्छ तपाईँहरूले? पहिले यस्तो हामीले भन्दा पनि अब कोभिड हामीले देखेका थियौँ। कोभिडको कारणले गर्दाखेरि निर्माण कार्य नै अवरुद्ध भएको थियो। अहिले फेरि हामी म्याद थप गरिसकेका छौँ र निर्माण कार्य सुचारू गरिसकेका छौँ। सँगसँगै अर्को चाहिँ रसुवागढी चाहिँ स्याफ्रोबेसी रसुवागढी सडक पनि लामो समयदेखि चाहिँ कोभिडकै कारण चाहिँ मानिसहरू चाहिँ आउन नपाएको कारण चाहिँ अहिलेसम्म निर्माण हुन सकेको छैन। अब त कोभिड पनि कम भयो, नाका पनि खोल्यो। यस विषयमा तपाईँहरूको पहल के रह्यो? अब पहल त हेर्नु न, हामी आफै प्रयास गरेर उहाँ गएर बाटो खुलायौँ भनेपछि हामी त जतिसक्दो चाँडो त्यो निर्माण सम्पन्न होस् भनेर छ। अब जस्तो चाहिँ अब हामी पनि यी पुलमा उभिएर हामी चाहिँ दुईवटा दृश्य देख्न सक्छौँ। एउटा पारिपट्टिको दृश्य र यहाँको दृश्य चाहिँ हामीले आफैले पुलमा उभिएर अनुभव गर्न सकेका छौँ। यहाँको चाहिँ भौतिक पूर्वाधार निर्माणमा चाहिँ हाम्रो चाहिँ भूमिका कहिलेसम्म रहन्छ? लामो समय भइसक्यो यो चाहिँ पूर्वाधार नहुँदा चाहिँ यहाँका सुरक्षाकर्मी लगायत चाहिँ भन्सार अरू सबै व्यापार व्यवसायमा चाहिँ धेरै समस्या आएको छ। सडकको कुरा लगायत सबै कुरामा यी चाहिँ कहिलेसम्ममा चाहिँ यो निर्माण भइसक्छ नि? आज के छ चाहिँ? अब यो एकदमै सरकारको एकदमै उच्च प्राथमिकता छ हेर्नुहोस् होइन। त्यो कारणले गर्दाखेरि यो अब मैले तोकिएको बिचको समय चाहिँ अब कोभिडको कारणले गर्दाखेरि हामीले भन्न सकेनौँ। अहिले फेरि सुचारू भइसकेका छ। हामीले चाहिँ आवश्यक म्याद थप पनि गरिदिइसकेका छौँ। अब बाँकी कार्य त निर्माण कर्मीहरूले गर्दै जान्छन् भन्छौँ। अब त्यहाँभन्दा बढी अहिले भन्न सक्ने त के हो?